हेलो हजुर नमस्कार सबैजनालाई मेरो तर्फबाट है। मलाई त चिन्नै भएको छ अहिलेमा हाल युएईमा छु है। र पहिला म तपाईँलाई सबैभन्दा पहिला सुरुवातमा एउटा भिडियो देखाउन चाहन्छु तपाईँलाई है। 20 जना मेलहरू हायरिङ गराइरहेको छ लोडिङ अनलोडिङको लागि। त्यसमा तपाईँको स्यालेरी भनेको चाहिँ 2500 देखि 3000 सम्म रहेको छ भने कम्पनी तपाईँलाई प्रोभाइड गर्ने भनेको भिजा अकोमोडेसन ट्रान्सपोर्टेसन प्रोभाइड गरिएको छ। विकली अफ रहेको छ, 10 घण्टा ड्युटी रहेको छ। हजुरहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने मेरो टिकटकको बायोमा रहेको नम्बरमा गएर डाइरेक्ट कल पनि गर्न सक्नुहुन्छ भने वाट्सएपमा गएर मेसेज पनि गर्न सक्नुहुन्छ। हस् त, थ्याङ्क यू। हेलो एभ्रिवान, नमस्ते। हामीसँग फेरि पनि नयाँ रिक्वायरमेन्ट आएको छ ल्यापटप सेल्सम्यानको लागि। त्यसमा तपाईँको कम्पनी प्रोभाइड गर्ने भनेको भिजा अकोमोडेसन ट्रान्सपोर्टेसन हेल्थ इन्सुरेन्स मेडिकल प्रोभाइड गरिदिएको छ। हामीसँग फेरि पनि नयाँ रिक्वायरमेन्ट आइरहेको छ ब्युटी सलनको लागि अर्जेन्ट रिक्वायरमेन्ट आएको छ। स्टाफहरू हाइवेमा हुनुहुन्छ, सबलाई कम्पनीमा पढेर बसिरहनु भएको छ, डाइरेक्ट कम्पनीको खोजमा हुनुहुन्छ भने हामीसँग तपाईँको अहिले 50 जना मेल फिमेलको लागि हायरिङ चलिरहेको छ, जसमा तपाईँको काम रहेको छ टाइपिङको लागि छ, क्लिनरको लागि रहेको। यो केटीको नाम अस्मिता लामा। उसले मलाई बताउने भनेको घर चाहिँ बौद्ध काठमाडौँ है। यो केटी हाल अहिले दुबईमा छ। यो काम गरिरहेको छ एचपीसी कन्सल्टेन्सी र रोयल स्टार कन्सल्टेन्सीमा है। यो चाहिँ कम्पनी कस्तो छ के छ त्यो त मलाई धेरै थाहा भएन होइन। तर यो केटीले गर्ने भनेको ठगी धन्दा है। ठगी धन्दा नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई बोलाउने, यस्तै एडभर्टाइजहरू हाल्ने, 20 दिरहमको कोट प्यान्ट लगाउने होइन। त्यस पछाडि गएर तपाईँको 4000 5000 स्यालेरी दिन्छौँ, भिजा पनि लगाइदिन्छौँ, अकोमोडेसन ट्रान्सपोर्टेसन, अनि त्यस पछाडि गएर हेल्थ इन्सुरेन्स हरेक कुराहरू बनाइदिन्छौँ भन्ने। अनि त्यस पछाडि चाहिँ पैसा लिने, पैसा लिइसके पछाडि जबमा पनि नलगाउने अनि बोलाएर अलपत्रमा पार्ने। यिनीहरूको काम चाहिँ यस्तो। अनि पैसा पछि फिर्ता लिन जाँदाखेरि चाहिँ मान्छेहरू लगाएर, पाकिस्तानीहरू लगाएर अनि कुट्ने है। अनि आफ्नै अफिसमा पनि काम छ, यताउति छ भनेर हायर गर्ने, बोलाउने। अनि त्यस पछाडि चाहिँ यिनीहरूको त्यही ठगी धन्दा नै। म पनि त्यहाँ गएर फसेको छु, मेरो पैसा पनि फसेको छ त्यहाँ होइन। मेरो पैसा फस्यो, मलाई कुनै मतलब छैन। मेरो पैसा गयो, मलाई कुनै मतलब छैन। मेरो लागि त्यो पैसा धेरै ठुलो कुरा पनि होइन, धेरै त्यो पनि होइन। मैले त्यो पैसा फेरि कमाउन सक्छु। मेरो पैसा त्यो पैसा 1-2 दिनमै आउँछ। तर अहिले चाहिँ यो नेपाली दाजुभाइ दिदीबहिनी धेरै हुनुहुन्छ हाम्रो यहाँनिर, मेरो कन्ट्याक्टमा पनि धेरै आउनुभएको छ। यो दुबईमा हुने ठग गिरोह जसको कम्पनी चाहिँ शारजा रोलामा पनि छ र शारजा अल काश्मिया डिआइबी ब्याङ्कको फर्स्ट फ्लोरमा छ है। यो डिआइबी ब्याङ्कको फर्स्ट फ्लोरमा छ र मसँग पनि छ तिनीहरूको प्रुफ। अहिलेसम्म उनीहरूले मेरो पैसा फिर्ता दिएको भनेको 600 दिरहम मात्रै। त्यो पनि पहिला मैले भिडियो अपलोड गरेँ। भिडियो अपलोड गरिसकेपछि उसको म्यानेजरले मलाई कन्ट्याक्ट गरेर पुरा हामी पैसा फिर्ता दिन्छौँ, यो गरिदिन्छौँ, ऊ गरिदिन्छौँ, तपाईँ प्लिज भिडियोलाई प्राइभेट गरिदिनु, यस्तो गरिदिनु, उस्तो गरिदिनु, बच्चैको कसम दिएर उनीहरूले भिडियो प्राइभेट गर्न लगाए। मैले गरिदिएँ, तर उनीहरूले मेरो पुरा पैसा दिएन। उनीहरूले रिटर्न दिएको भने मदेखि लिएको 1200 दिरहम प्लस गाडी यताउति गर्दा गर्दै मेरो करिबन 7000 दिरहम गएको छ त्यहाँ है। तर उनीहरूले चाहिँ मेरो पैसा 600 दिरहम मात्रै फिर्ता दियो है। त्यसमा पनि सिग्नेचर गरेर 600 के त्यो सबै हालेर लिएको हो है। अनि मसँग पनि छ त्यसको रेकर्ड सबै कुराहरू। अनि यस्तै नेपाली दाजुभाइ दिदीबहिनीहरू पनि कति धेरै मथिममा आउनुभएको छ। यिनीहरूकै कम्पनीले एउटा लच्छु सुनार भन्ने दिदी होइन, अहिले नेपालमा जान बाध्य हुनुभयो। उसलाई चाहिँ एयरपोर्टमा ल्याएर अलपत्र पारेर त्यहाँनिर छोडिदियो सुस्मिता भन्ने केटीले। यसको नाम चाहिँ अस्मिता लामा। लामाहरूको त बेइज्जत नै गर्यो नि त यो केटीले, त फुल बेइज्जत गरिदियो। लामाहरूको फुल बेइज्जत गर्यो यो केटीले। नेपाली भएर नेपालीलाई नै यसरी ठग्ने यो ठग गिरोहलाई चाहिँ यो एचपीसी कम्पनी, यो एचपीसी कन्सल्टेन्सी र यो रोयल स्टारमा कोही पनि नजानु होला, फस्नु होला। त्यहाँनिर गएर के अरे त्यहाँनिर पैसा पनि लान्छ तपाईँदेखि करिबन 1200 देखि स्टार्टिङ हुन्छ यिनीहरूको, 1500 2000 2500 तपाईँदेखि पैसा पनि लान्छ। यिनीहरूले तपाईँको काम पनि लगाउँदैन र साथै यदि तपाईँ पैसा फिर्ता लिन जानुभयो भने चाहिँ तपाईँलाई कुटेर पठाउँछ। यिनीहरूले गएर त्यो एचपीसी को रिभ्यू चेक गर्नु गएर
होइन त्यहाँनिर म भएको दिनमा त्यहीँ कुटाइ खाएको मान्छेलाई मैले आफैले भनेको रिभ्यू हाल यसमा, यसरी रिभ्यू हाल भनेर उसले रिभ्यू हालेको छ बिचरा। मेरै आँखा अगाडि कति त्योहरू। पछि मैले किन कुटेको भन्दाखेरि त उनीहरूले त्यति बेला भने कि यस्तो यस्तो हो, उसले प्रब्लम गरिरहेको थियो, छाडा बोलिरहेको थियो केटेर, त्यति बेला मलाई थाहा भएन। पछि त्यो केटाले भनिन्छ म पनि पैसा फिर्ता लिन गएको थियो त्यति बेला। पछि त्यो केटालाई सोध्यो के भयो भन्दाखेरि बिचरा इन्डियाको केटा थियो। अनि त्यस्तो भयो। अब तपाईहरू नै आफैले विचार गर्नुहोस् के गर्ने। जेन्जीले नेपालमा गरे आन्दोलन जस्तो यी यहाँका जेन्जीहरू चाहिँ, यहाँका नेपाली जेन्जीहरू चाहिँ लुटेर खाँदैछन्, ठगेर खाँदैछन्। यो अस्मिता लामा बौद्ध घर भयो कि यसले आफ्नो नाम फेक दिएकी छ कि रियल दिएकी छ कि के दिएकी छ त्यो त हामीलाई थाहा छैन होइन। उसले भनेको नाम चाहिँ यहाँनिर सबैले बोलाउने नाम चाहिँ उसको अस्मिता लामा। यदि तपाईँ अस्मिता लामाको आमा बाउसँग यो रिपोर्ट जान्छ भनेपछि मैले मरि गए यो केटीलाई छोड्नेवाला छैन। मैले यो केटीलाई यसले फ्रड गरेको यो केटीलाई चाहिँ मैले भित्र नहालेसम्म, यसलाई नेपाल नझिकाएसम्म त म छोड्नेवाला छैन। र यो केटी तपाईँ कस्तो छोरी जन्माउनु भयो तपाईँले? यस्तो मैले मेसेज गर्दाखेरि मेरो पैसा फिर्ता देऊ है बहिनी भन्दा यस्तो छाडा बोलेको छ। अनि यहाँनिर चाहिँ एउटा म्यानेजर ब्रान्चसँग चाहिँ उसको रिलेसनसिप रहेछ। ल बहिनी म त के अरे यो समीरसँग मेरो फ्यामिलीलाई पनि थाहा छ, उता घरमा पनि थाहा छ, सबैलाई उसको घरमा पनि थाहा छ। मेरो त 1 वर्षमा बिहे हुँदैछ, 6 महिनामा म त पाकिस्तान जाँदैछु। पाकिस्तानको ओछ्यान बन्ने तिम्री छोरी अस्मिता लामाको आमालाई है, पाकिस्तानीको ओछ्यान बन्ने तिम्री छोरी, पाकिस्तानीसँग मिलेर नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई लुट्ने तिम्रो छोरी। अनि हामी गलत? जसले एउटा लाइसेन्स निकाल्नको लागि होस् या भिजा लगाइदिन्छन् भनेर होस् या जब लगाइदिन्छन् भनेर होस् भनेर जाने उनीहरूको कम्पनीमा चाहिँ हामी गलत होइन। तिम्रो छोरीले यसरी बोलाइ पैसा खाएर पाकिस्तानीहरू लगाएर यहाँ नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई कुट्न लगाउने, मार्न लगाउने, अनि दुःख दिने, अकोमोडेसनमा बसेको धरी पैसा लिने, अनि पाकिस्तानीहरूसँग बसेर चाहिँ पुरा ओछ्यान बनाएर बच्चाहरू गलाएर फालेर अनि के अरे यसरी बस्ने चाहिँ तिम्रो छोरी सही, त्यो अस्मिता लामा चाहिँ सही। अनि हामी चाहिँ दुःख गरेर 4-5 वर्षमा आफ्नो सबै कुराहरू रेडी बनाएर बालबच्चाहरू पालेर सबै घर परिवारहरूको के अरे जिम्मेवारी आफ्नो कानमा बोकेर यहाँनिर 12-13 घन्टा अर्काको जुठा भाँडा उठाएर काम गर्ने हामी चाहिँ गलत। अनि त्यो ठग तिम्री छोरी दलाल नि त्यो चाहिँ गलत सही। तपाईहरु आफै बुझ्नु होला। यो एचपीसी कम्पनी रोयल स्टारमा चाहिँ कोही पनि नजानु होला र सकेसम्म सहयोग साथ दिनु होला। म नेपालका मिडियाहरूलाई पनि भन्न चाहन्छु यो न्यूजलाई जति सक्दो छिटो कभर गर्नु होला। यदि नेपालका मान्छेहरू पनि यहाँ कोही मिडियाका हुनुहुन्छ या कोही नेपाली कम्युनिटी समाजका हुनुहुन्छ, नेपाली राजदूतावाससम्म पनि म यो खबर पुर्याउन चाहन्छु। यो माथि चाहिँ एक्सन लियोस् यो माथि। यसरी ठगी धन्दा गर्ने, यसरी फ्रड गर्नेहरूमाथि चाहिँ एक्सन लियोस्। मसँग हरेक प्रुफहरू छ, यो प्रुफ पनि म अर्को भिडियोमा अपलोड गर्नेछु। धन्यवाद।